आज यो ट्र्याक्टर किनेको पहिलो दिन राम्रो होस्। राम्रो होस् भन। ऊ अगाडि बाल्दै हो त्यहाँ छोर अनि ऊ त्यहाँ भुइँमा गाड्दैन। यो त काल नबाड्दैन। आज पहिलो दिन होइन, मैले चाहिँ राम्रोसँग चाहिँ अब जोतेर धेरै पैसा कमाउन् भनेर है। स्याबास छोरी। ल त्यहाँ होला दामी हुँदो रहेछ। हेर्नु त एकैछिन हुँदो रहेछ है यसले। किले त्यति गह्रो हुन्छ कि विदेशको केरेनको त्यो फलाम नि त्यसै त्यही हो, त्यसैको भाइ हो। त्यो केरेन हात्तीमै पनि त जति लामो गरेन। मैले त चलाएँ नि 9 महिना है कतारमा किन। अनि घरको समस्या लिएर लाइसेन्स बनाउनु पाइएन, नत्र अन्त अहिले त 8,000 9,000 रियल छ सैलेरी भन्न कम्पनीले भनेको। 5,000 लाग्ने हो, 2500 खर्च 2500 मा हालिदिन्छु लाइसेन्स बनाइदिनु।